जय मङ्गल जय मूलवासी। सदा झैँ आज म फेरि एउटा छोटो भिडियो लिएर आएका छौँ। त्यो के हो भन्दाखेरि चाहिँ अब आफ्नो पहिचान फालेर अस्तित्व फालेर विभिन्न किसिमको दलहरू खोलेर गएका मेरै अनुहारको थेप्चेहरूले चाहिँ के भन्दैछ भन्दाखेरि चाहिँ यो मूलवासी मङ्गोल भन्नेको चाहिँ भिजन के हो त, केही भिजन छैन रे भनेर चाहिँ यसरी भ्रम फैलाइरहेको छ। म उनीहरूलाई सिधै भन्छु कि तपाईँले आफ्नो अस्तित्व र पहिचानको मूल जरो नै फालेर चाहिँ भोलि गएर चाहिँ आफ्नो अधिकार प्राप्त गर्ने आधार चाहिँ के हो त, त्यो स्पष्ट पारेर भनिदिनु पर्यो। र आजसम्मको जति पनि दलहरू हाम्रै आँखा चिम्से नागथेप्चेहरूले अरू दलहरू खोलेर गए र चुनाव लडिरहेका छन्, तिनले आजसम्म लडेको लडाइँहरू अथवा चुनाव चाहिँ आदिवासी जनजातिको कोटाबाट चुनाव लडिरहेको छ। त्यसको साथसाथमा संविधानमा पनि आदिवासी जनजाति नै तपाईलाई राखेको छ। त्यसपछि गएर फेरि तपाईँ आफै फेरि आदिवासी जनजातिको कोटाबाट चुनाव लड्नुहुन्छ भने तपाईले आफू मूलवासी भएर बस्नको लागि र यो माटोमा पर्मानेन्ट अथवा स्थायी बासिन्दा भएर बस्नको लागि अगाडि लड्ने लडाईँ अथवा सैद्धान्तिक युद्ध कुन आधारमा लड्नुहुन्छ त्यो स्पष्ट पारेर भनिदिनु पर्यो। मूलवासी मङ्गोलको धारणा स्पष्ट छ। जुन दिन मूलवासी मङ्गोलले आफ्नो सत्ता हासिल गर्छ र मूलवासी मङ्गोल भएर आयो भनेदेखि चाहिँ मूलवासी मङ्गोलको अधिकारको सवालमा चाहिँ 13 सेप्टेम्बर 2007 सालसम्म आउँदाखेरि चाहिँ संयुक्त राष्ट्रसङ्घले 107 पल्ट मिटिङ बसेर इन्डिजिनस पिपल स्वदेशी अथवा मूलवासीको लागि चाहिँ विशेष अधिकार भन्नाले युनाइटेड नेसन डिक्लेरेसन अन द राइट अफ इन्डिजिनस पिपल अथवा फन्डामेन्टल राइट एन्ड ह्युमन राइट भन्नाले एउटा अधिकार काम गरेर खानेहरूको लागि चाहिँ आइएलओ भन्नाले इन्टरनेसनल लेबर अर्गनाइजेसन जो काम गरेर खानु चाहन्छ, आइएलओ 169 लागू गरेको छ भनेदेखि मूलवासीहरूको लागि चाहिँ फेरि युनाइटेड नेसन डिक्लेरेसन अन द राइट अफ इन्डिजिनस पिपल भन्दा फन्डामेन्टल राइट एन्ड ह्युमन राइट दुईटै लागू गरेको छ। र मूलवासी मङ्गोल भएर आयो भने मूलवासी मङ्गोलको सत्ता आयो भने यो 13 सेप्टेम्बर 2007मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको मूलवासीहरूको मौलिक अधिकार सहितको मानव अधिकार लागू हुन्छ र त्यसपछि गएर सदाभरि जसा यो माटोमा चाहिँ आफू पनि आफ्नो भावी सन्तानले पनि यो माटोको मालिक बन्न पाउँछ र आफ्नो राज्य सत्ता कायम गरेर बस्नु पाउँछ। त्यसको साथसाथमा जो छ जल जमिन जङ्गल स्रोत साधन त्यसपछि गएर स्वास्थ्य शिक्षा जो छ मूलवासीहरूको लागि चाहिँ फ्री हुनुपर्छ भनेको र यसै मतलब जस्तो युएन ड्रिपमा लेखेको छ। आजसम्म हाम्रो कति मान्छेहरू चाहिँ उता के अरे बिरामी भयो, हस्पिटलमा भर्ना भयो, उता ट्रिटमेन्ट उपचार गर्दा 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 उता मान्छेको ज्यान पनि गयो, यता आफ्नो सम्पत्ति पनि
अनि उपचार गर्नको लागि घर खेत बेचेर तुनाम भएर घर खेत पनि गयो, मान्छे पनि गयो। त्यो किन भयो? तपाईले आफ्नो अधिकार खोज्नु जानेन। मूलवासीहरूको लागि स्वास्थ्य शिक्षा मतलब जस्तो फ्री हुनुपर्छ भन्ने कुरा यो मतलब जस्तो के अरे मूलवासीहरूको लागि मौलिक अधिकार मतलब घोषणा गरेको छ। तर तपाईले यो कुरा नबुझेर चाहिँ विभिन्न पार्टी खोलेर चाहिँ आफ्नो अस्तित्व फालेर पहिचान फालेर हिँडिरहनु भएको छ नि। तपाई भोलि गुलाम नभएदेखि अरू केही पनि हुन सक्दैन। किन हुन सक्दैन भनेर भन्दाखेरि यो अधिकार जो छ कांग्रेस, एमाले, माओवादी के मतलब जुनसुकै पार्टी होस् त्यसको लागि मतलब लागू गरेको होइन, त्यसको लागि घोषणा गरेको होइन, मूलवासी मंगोलको लागि घोषणा गरेको हो। आज हाम्रो मान्छेहरूले कुरा नबुझेर कता दौड्दैछ? भ्रष्टाचारको मुद्दा उठाउनेको पछि पछि दौडिरहेको छ। विकासको नारा लगाउनेहरूको पछि पछि दौडिरहेको छ। विकास र भ्रष्टाचार भन्ने कुरा हो साँच्चै नै मतलब चाहिन्छ, तर त्यो सर्वोपरि होइन। सबैभन्दा ठुलो कुरा अधिकार हो। अधिकार प्राप्त भयो भने तपाईले गरेको विकासको दिगो विकास हुन्छ र अनि तपाई जो छ आफ्नो राष्ट्रमा चाहिँ आफै मालिक भएर बस्न पाउँछ। तर तपाईको जमिन जो कि अर्काको हातमा गइसकेको छ भनेदेखि तपाईले गरेको विकास आज गर्छ, भोलि उसलाई मन परेन भने तोड्छ। यो कुरा तपाईहरूले फिलिस्तिनमा हेर्न सकिन्छ। त्यो फिलिस्तिनमा विकास नभएको हो र नेपालमा भन्दा मतलब कयौं गुणा मतलब विकास भएको थियो। 40, 50, 60 तलको बिल्डिङहरू थियो, चिल्लो रोडहरू थियो, के थियो। किन तोड्यो त त्यो? भनेदेखि आफ्नो जमिन अर्काको हातमा गएको थियो। उसले आफ्नो अधिकार माग्दाखेरि चाहिँ उसलाई तोडफोड गरेर तहस नहस गर्यो। भोलि गएर नेपालमा पनि यही हालत नहोला भन्नु सक्दैन। किनभनेदेखि आज हाम्रो देश मूलवासी मंगोलको देश 1495 सालमा शरणार्थी भएर आएको विदेशीको हातमा छ। तपाईले गर्व गर्नुहुन्छ नेपाल कहिल्यै गुलाम नभएको देश रे। के त्यो साँचो हो त? जबकि देश 1616 सालमा चाहिँ देश राजस्थानी शरणार्थी शाहवंशी राजाको हातमा गइसक्यो भनेदेखि अनि त्यस हिसाबले त तपाईले भनिदिनु पर्यो नि त कि मतलब जसरी नेपाल भनेको नेपाल होइन राजस्थान भारत हो भन्नु सक्नु पर्यो। नत्र भने कसरी नेपाल कहिले गुलाम नभएको देश हुन सक्छ? देश उहिलेै गुलाम भइसकेको छ हो। उसैको लागि चाहिँ कहिले पनि गुलाम भएन। जसले बन्दुक तेर्स्याएर मान्ने भए मान, नमान्ने भएदेखि तँलाई मार्छु भनेर चाहिँ धम्क्याएर चाहिँ हामीलाई उनीहरूको गुलाम बनायो। त्यसको लागि मतलब स्वतन्त्र देश हो। नत्र भने देश उहिले गुलाम भइसकेको छ। अब जसो यो मूलवासी मंगोल भन्नेले आफ्नो राष्ट्रको लागि, माटोको लागि, आफ्नो भविष्यको भावी सन्तानको भविष्यको सुनिश्चित गर्नको लागि चाहिँ तपाईले
आवाज उठाएन भने, सङ्घर्ष गरेन भने तपाईँको देश, माटो र तपाईँको सन्तान चाहिँ भोलि गएर चाहिँ कुन हालात होला भन्ने सोच तपाईँले बोकेन भने निश्चय पनि भोलि गएर चाहिँ तपाईँको छोराछोरीले कुकुरले नपाउने दुःख पाउने छन् र तपाईँको आफ्नै छोरा नातिले अथवा सन्तानले चाहिँ सराप्ने छन्। किनभनेदेखि चाहिँ तपाईँले आजको यो कम्प्युटर युगमा आएर पनि 21औं शताब्दीमा आएर पनि दुनियाँले बुझिसकेको कुरा र अनि सबै कुरा अगाडि बढिसकेको अवस्थामा पनि अझै पनि तपाईँले आवाज उठाउँदैन भने तपाईँ आफ्नो मतलब भावी सन्तानहरूलाई गद्दार हो, यो माटोलाई गद्दार हो। जस्तै आजको डेटमा थुप्रै गद्दारहरू चाहिँ हामीले देखिरहेका छौँ। एउटा डाक्टर हनुमान डाक्टर जकमान गुरुङ, जसले कहिले पनि मूलवासी मङ्गोलको बारेमा चाहिँ समर्थन गर्दैन, बरु विरोध गरिरहन्छ। एउटा राजेन्द्र लिङ्गदेन, त्यसपछि तालबहादुर थापा, अनि फेरि कल्पना मगर, हिजो अस्ति एउटा पूर्ण मतलब के आली भन्ने आएको छ, त्यसपछि गएर चन्द्र शेर्मा, त्यसपछि गएर चाहिँ थुप्रै यस्तो पात्रहरू चाहिँ आफ्नो नस्ललाई नचिनेर अर्काले लेखिदिएको इतिहासमा गर्व गरेर चाहिँ हामीलाई बेक्कु बनाउने कोसिस गरिरहेको छ। तर ती पात्रहरूलाई भोलि गएर चाहिँ इतिहासको पानामा चाहिँ कालो अक्षरले लेखिनेछ। किनभने उसले आफ्नो वंशलाई चिन्नु सकेन, आफ्नो नस्ललाई चिन्नु सकेन, आफ्नो इतिहासलाई कोट्याएर हेर्नु सकेन, आफ्नो अस्तित्वलाई मतलब कोट्याएर हेर्न सकेन, चिन्नु सकेन। त्यसले गर्दा यी नेताहरू जस्तै अब आकृति तामाङ जस्तो, लाक्पा तामाङ जस्तो, त्यसपछि गएर डाक्टर जकमान गुरुङ जस्तो, राजेन्द्र लिङ्गदेन, चन्द्र शेर्मा, अनि हिजो अस्ति आएर एउटा कोरे त्यो छ नि एउटा पूर्ण आले भन्ने खुब मङ्गलको विरोध गरिरहेको छ। तिमी गद्दार हो, तिमीले आफ्नो बारेमा चाहिँ केही पनि के अरे जानेन, बुझेन र चिन्ने कोसिस पनि गरेन। साँच्चै नै मतलब मगरको इतिहास खोतालेर हेर्थ्यो भने, तामाङको इतिहास खोतालेर हेर्थ्यो भने, गुरुङको इतिहास र अन्य कुनै के अरे हाम्रो जो मूलवासी मङ्गोल समुदायको इतिहासलाई खोतालेर हेर्थ्यो भने यसरी विरोध गर्ने थिएन। तर ऊ बाहुनले लेखिदिएको इतिहास पढेर चाहिँ म भन्दा जान्ने मान्छे कोही पनि छैन भनेर चाहिँ खुब ढोल पिटिरहेको छ नि, तबेला बजाइरहेको छ। यी गद्दारहरूलाई भोलिको दिनमा चाहिँ मूलवासी मङ्गोलले कठघरामा खडा गर्नेछन् र इतिहासको पानामा तिनलाई कालो अक्षरमा लेखिनेछन् भन्दै म आजको मेरो यो छोटो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। सबैलाई जय मङ्गोल, जय मूलवासी।